हावा चलेछ कि यो पुरै पुरै त्यो पात जति उडाउँछ के यसले त यहाँ ट्रेन रहेछ एउटा पुरानो ट्रेन त्यो हेरौँ न यसलाई जान मिल्ने रहेछ यहाँबाट यहाँ चाहिँ के किनो लिमिटेड एक्सप्रेस रे किनो लिमिटेड एक्सप्रेस भन्ने रहेछ यहाँ जाने ल ट्रेनभित्र चढ्ने युरेगुची भनेछ खानासाना खाना हुन्न रे यस्तो रहेछ पुरै त्यता जान मिल्दैन अब हामीले भनेको स्टेसनमा आइपुग्यौँ अब ओर्लिने है त है सर ओके यसलाई किनुलाई अरे त गोजाइमास्ता भनेर लागौँ है त उतातिर चिसो कहाँ कराकरै छ है अब जाउँ ल दौडी 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 ए आकांक्षा दौडी 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 आमा चिसो एकदमै चिसो हावा है आँखा नै हेर्नु नसक्ने गरी ल होइन त पुरै पुरै भूत आयो जस्तो भएको छ हौ यहाँ त अनि के घुमाइभयो त यस्तोमा है त्यो पानी भएको ठाउँतिर एकचोटि हेरौँ अनि त्यहाँ याक्यु खेलिरहेछ उतापट्टि बेसबल खेलिरहेछ त्यतिर हेरौँ अनि बच्चा खेल्ने ठाउँ पनि छ कि त्यहाँनिर एकछिन जाउँ अनि फर्क्यौँ अहिले कहाँ छ कोएनको के हो यो चिज अहिले यहाँ छ भनेपछि अब यहाँबाट यो भेक हो घुम्नुपर्ने चाहिँ अब त्यो हेरौँ कता कतासम्म जान सकिन्छ त्यति त गएर फर्किने अरू भन्दा नि त्यो पानी डेन्जर देखाएको छ कि त्यो पानी यहाँ एउटा लाफिङ बुद्ध जस्तो टाइपको राख्दो रहेछ बस्ने ठाउँ छ है एकदम हावा चले एकदमै हावा पानी यहाँसँग आउने रहेछ पानी फोहरा त्यो बगेको पानी है यहाँसम्म भिजेछ क्या भैँ पुरै आकाश ल पानी यो पानी हेर्न हावा बेसन एकदमै हावा चले यहाँ त है यो त घाम टल्केर यो पानी यस्तो भएको छ फेरि यो हेर्नै सकेको छैन ल हावा चले एकदमै आकांक्षा पुरै यताबाट यो साइडबाट चाहिँ हेर्न मिल्ने रहेछ त्यो उता त्यो साइडबाट आउँदाखेरि त हेर्नै गाह्रो है वाटर पानी हेर्ने आँखै हेर्न नसक्ने गरी हावा चलेको पुरै कता जाने पानी हाँस्दो रहेछ त्यहाँतिर चाहिँ है पानी हाँस त्यो पानी भइहाल्यो यतातिर फेरि पुरै जात्रा रहेछ एकदमै मान्छे यता चाहिँ यहाँनिर पानी हाँस हेरौँ न हाँस पानी हाँस है यो टाइमिङ नै गलत हो कि अब यो पुरै लास्टै हावा चलेको क्या एकदमै त्यो घाम भइहाल्यो होइन एकदम हावा चलेको यतिर त पुरै मान्छे
साइकल नचला भनेर रहेछ यहाँ होइन साइकलबाट चाहिँ ओर्लेर हिँड भनेर रहेछ यहाँनिर अलिकति कलर फेर्यो भने एउटा मात्र रुख रहेछ त्यो रुख हेर्न जाउँ है हेर्न जाउँ भन्दा नि हेरौँ न नजिक गएर अनि ऊ पछाडि खेल्ने ठाउँ पनि छ खेल्न माने खेलौँ खेल्न नमाने यहाँ बसेर काम छैन तर कस्तो यो जाडो महिनामा हावा चलेछ कि पुरै यो रुख चाहिँ अलिकति कलर फेरिन सुरु गरेर रहेछ के फल हो फल पनि छ है यो खाना चाहिँ ए धुपी यो चाहिँ माथिबाट तलसम्म हेऱ्यो नि यस्तो देखिने रहेछ यो रुख यो एउटाको मात्र रङ फेरेछ रङ फेरे भन्दा पनि उस भएको छ कलर चेन्ज भएको छ अरू कुनैको पनि कलर चेन्ज भएको छैन यतिर पार्कहरू छ है यहाँनिर अलिकति यो खम्बा के खम्बा हो यस्तो राति आयो भने तर्सिन्छ यो देखेर भूत जस्तो देखेछ अनि है अब उनीहरूको केसमा भगवान् होला अब हाम्रो केसमा त अब के भन्छ गाह्रो यो चारैतिर यो बच्चा खेल्ने ठाउँ रहेछ पुरै अनि एकदम भिड छ आज रातो बिदा भएर होला यस्तो है स्थिति दौडे छ यो पनि यो चढे पनि हुने होला नि त हुन्न र त्यो ट्रेन होइन अरे तिमी नचढ्ने यो मान्छेले फेरि ल अब त्यसो यसरी नै चढ यो चढ्न लाग्यो मानेन डरायो बिल्कुलै है डरायो नडराउ न नहल्ली यसरी यो गाडी यसरी चढे है पुरै आफै चढ्ने रहेछ चढ्नमा ल यो मान्छे नचढ्ने भन्यो अब बसेर काम छैन है त्यसमा गुड्या हो कि एकछिन चाहिँ तिमी डराएको छ अरे अब अर्को साइडमा जाउँ होइन घुम्नलाई चाहिँ रमाइलो छ पिकनिक सिकनिक गर्ने हो भने ड्राई फ्रुटहरू लिएर आउने हो भने चाहिँ यो ठाउँ ठिक छ आज है फ्यामिली पुरै फ्यामिलीहरूको लागि चाहिँ यो मजाको छ कि आजको चाहिँ मजा अब हेर्न खोजेको अर्को साइडमा त्यो साइड हेर्न बाँकी छ त्यो साइडमा हेर्न जाउँ अनि फर्किने इन्द्रेणी देख्ने रहेछ कि त्यहाँनिर अलिकति वेट गरिराख्यो भने हावा आयो भने देख्यो क्यामेरामा देखिने क्या हो देख्यो अलिकति देख्यो अलिकति हावा आउन दियो भने त्यहाँनिर ठ्याक्क इन्द्रेणी बन्ने रहेछ कि अघि एकछिन बनेको थियो अलिअलि बन्यो खतरा इन्द्रेणी बन्यो ल एकदम हावा चलेछ क्या अहिले त्यहाँ चाहिँ त्यहाँ होइन हावा चारैतिर चलेको पुरै रुखको टुप्पाहरू त पुरै हल्ले बेसन है अब यसको त पात फेरेर पनि झरेर पनि सकिन लागिसकेछ भनेपछि रुख हेरी हुने रहेछ यिनीहरूको पनि यो त के जितेन ओरिते भन्ने त ढले नि त ल ठाडो भयो बनाइदियो त्यसलाई त्यो पनि एकछिन पछि हावाले ढाल्छ त्यसलाई अर्को साइडमा जाउँ त्यो साइडमा जाने अब त्यहाँ पुल छ
त्यहाँ पुलमा वक गर्न जाने हप 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 गर्ने यो त्यो चलाउनु हुँदैन त्यो रोड भइहाल्यो होइन यतापट्टि साइडमा पार्कको अर्कोपट्टि साइडमा बच्चाहरू खेल्ने भन्दा अर्कोपट्टि साइडमा बस यो मेन पोइन्ट भनेको त्यो पछि यही होला मेन पोइन्ट चाहिँ कमलको फुलहरू छ छन चाहिँ त्यो सिजन होइन फुल्ने उ त्यो पुलमा जाउँ है पुल यो दुई साइडमा पोखरी छ छन चाहिँ खासै राम्ररी खन्डी गरेको छैन कमलको फुल त होला नि तिनीहरू त सबै है यता त झारै झार्छ यहाँ झऱ्यो भने मान्छे भेटे त मरिजाउँ भेट्न त भेट्छ होला दलदल त होला नि कि होइन दलदल पनि होइन पुरै यहाँ त पानी छैन जस्तो छ अलिअलि मात्र लेदो भएर पानी छैन यी फेरि यहाँ छ त फेरि भनेपछि भेट्न गाह्रो हुन्छ झऱ्यो भने यतापट्टि भेगमा चाहिँ मस्त सुत्न मिल्ने ठाउँहरू रहेछ यो पोखरी बोटिङ सोटिङ गर्न मिल्ने भएको चाहिँ हुन्थ्यो अब यो माथितिर जाउँ अलिअलि वक गरेर के छ हेरौँ होइन अनि कम यस्तो यस्तो बोटहरू छ पुरानो यो त पुरानै बोट होला है यो त पुरै आकांक्षा सबैको यता जाउँ यता आऊ ल आऊ आऊ कम आऊ यस्तरी उठ्ने हो ल ल ल ल उठ्ने ए कता जाने त्यता उसलाई छ रमाइलो है होइन बच्चा घुमाउन चाहिँ मिल्ने ठाउँ रहेछ यो ठाउँ चाहिँ एकदमै कहाँ जाने उता बिस्तारै 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 बुङ्नु छ त्यतिर पनि बाटो रहेछ त्यो साइडमा जाउँ एकचोटि होइन ऊ त्यो साइडमा जाउँ त्यो डाँडातिर पनि जाने ठाउँ चाहिँ रहेछ यो बोट पनि लास्टै पुरानो बोट छ है यहाँ एकदमै अरे यहाँ त बाटो छ नि त यहाँ त बाटो स्लोली आकांक्षा बिस्तारै बिस्तारै ए यताबाट अन्तै पुग्छ ओ नो यता अब उता जाने उता त्यता हो र ल जाउँ त्यसो भए तिमीले जाउँ भनेपछि सगरमाथै भए पनि जाउँ आम्मा यो त के हो यो रुखहरू त पुरै मरेछ त जम्मै हे तेरिका चारैतिर यो राउन्डै मारेर मर्यो कि मार्यो त यस्तो त अनुसन्धान हुनु पर्यो होइन र भने पुरै मर्यो नि पात झर्या होला मर्या नभनौँ पात झर्या होला यहाँ भित्रतिर अलिअलि जङ्गल रहेछ यो साइडमा मान्छे छैन त्यो साइडमा मात्र हो मान्छे पोखरी छ त्योभन्दा उतापट्टि बच्चाहरू खेल्ने ठाउँ छ त्यो साइडमा मान्छे छ यो साइडमा मान्छे छैन अब यो अलिकति कोवाई हुन्छ फर्क्यौँ आऊ यो
त्यो भेगमा अलिकति हेरौँ त्यो साइडमा छैन भने फर्क्यो बाउसरी मात्र गएर काम छैन त्यहाँ है छोरी है आकांक्षा यताबाट घुमेर कहाँ जान मिल्ने रहेछ नौ यता बाहिर निस्किने बाटो पो रहेछ त यता त है यतातिर त यस्तो पो छ त हो डर लाग्दो ठाउँ त आमामा यहाँबाट कहाँ जाने हो र ओर्लिएर यस्तो ठाउँबाट जाने र नजाउँ है त्यस्तो ठाउँ त अन्तबाट त्यताबाट जाने ठाउँ रहन्छ यो तलबाट ओर्लेर जाने र यस्तो ठाउँबाट याबीमा स्यो भने हावामा नजाउँ त्यताबाट यता डाँडा टुप्पोबाट चाहिँ जाऊ र यहाँबाट है 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 आकांक्षा हो है 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 के हो यो त जङ्गलै पुरै एडभेन्चरै भयो वास्तवमा यो हेर्न आएको यो के सिरोतोरी के लेखेको छ यो यहाँ यसरी यस्तो एउटा ऊ राखेर चाहिँ यो मलाई थाहा छैन के राख्यो हो अब जेसुकै राख्यो भने कुनै हिस्ट्री त होला नि यहाँ देख्दैन देखे पनि बुझ्दैन यो अलिअलि कताङ कुतुङ खान्जी बुझ्ने हो यो त झन् यो राम्रै पनि नदेख्ने चिज त के बुझोस् र अब फर्क्यौँ है अघि आएको बाटोबाट हामी फर्क्यौँ ओके ओके आकांक्षा अघि यही साइड योबाट झरेर यता गएको थियो अब यताबाट जाउँ अघिको ठाउँबाट ओर्ल्या भए चाहिँ कहाँ आइपुग्थ्यो रहेछ त्यो एकलट हेरौँ न है साथी यो कुनामा जोड्छ कि जस्तो लाग्छ मलाई अघि त्यहाँबाट ओर्लेर चाहिँ हिँडेर आएको है तर डर लाग्ने जस्तो थियो पुरै एउटै पार्कमा कोही मान्छे यो साइडमा मान्छे छ फेरि यतिर पुरै कहीँ अब त्यो भूत पनि दिउँसै भूत आउँछ कि भन्ने जस्तो टाइपको ए त्यो खोला त कहाँ पुग्थ्यो त त्यो अघिको गल्लीबाट त कहाँ पुग्थ्यो यहाँ जोडिदिन्छ कि भनेको यहाँ जोड्ने ठाउँ रहन्छ भनेपछि त खोला कता पुग्थ्यो थेत्तेरिका नआएर ठिकै गरेछ यता भेगतिर जोडिन्छ कि जस्तो लाग्यो उतापट्टि खोल्चा छ त्यो खोल्चामा हुनुपर्छ जस्तो लाग्यो मलाई त्यसै यताबाट जाने अघिको बाटो आयो भने चाहिँ यो कुनाबाट यहाँबाट आइपुग्थ्यो रहेछ त्यहाँ कुनाबाट खोल्चा रहेछ अलिकति त्यहीँ गएर देखाउँ होइन यहाँ आइपुग्दो रहेछ यहाँ ओ माई गड यस्तो ठाउँमा अघि त्यत्रो उसबाट हिँडेको त्यो अघिको उसबाट हिँडेर अब थिएँ यहाँबाट निस्किन्थ्यो रहेछ डरै लाग्ने ठाउँ है जुन देश गए पनि जहाँ गए पनि एउटा असफल भएको प्रेमी एकल प्रेमी अपुरो प्रेमी असफल भएको प्रेम कथा चाहिँ हुने रहेछ कि किन भन्दाखेरि त्यस्तै मान्छेहरू हो कि यस्तो बजाएर बस्ने यहाँ पुरै बजाएर बसेको त्यहाँनिर यो बाजे पछाडि पुरै बजाइरहेछ अब यसो म खिचे जस्तो गरेर यसरी खिच्न त पाइयो नि त पागल प्रेमीहरू काम छैन है सर लगभग यो पार्क त सक्यो त अब खेल्ने ठाउँ पनि हेरियो त्योभन्दा उतापट्टि अघि गएको रोडको उतापट्टि चाहिँ यहाँ त्यो गेमहरू खेल्ने होला त्यो ठाउँसँग त मतलबै रहेन अनि
ए अब यही बच्चाहरू अघि यो भित्रतिर के टिप्दै थियो बच्चाहरू खेल्नको लागि चाहिँ हुने ठाउँै रहेछ स्याउ गएको बच्चाहरू होला अब फेरि त्यही पुलमा जाने फेरि ल अब घुमेर सकियो यो चाहिँ नजिकैबाट देखिने यो सायद यो कमलको फुल होला क्या मलाई पनि राम्रो थाहा भएन थाहा चाहिँ तर यो नजिकबाट चाहिँ यस्तो देखिँदो रहेछ न न अब नै त्यता जानुहुन्न अब हामी फर्किने यताबाट घुम्न पर्ने जति घुमियो अब सक्यो ल एकदम राम्रो देख्दो रहेछ देख्न चाहिँ हुन त नेचर चाहिँ मनपर्ने मान्छेहरूको लागि त यो त एकदम राम्रो नै देखिन्छ कि जता गए पनि यस्तो त्यो एडभेन्चर टाइपको मनपर्ने मान्छेहरूलाई चाहिँ यो राम्रै छ